बाहिर करिब 35 डिग्री गर्मी थियो। घाम आफ्नो सम्पूर्ण तापक्रम बोकेर जमिनमाथि खनिएको थियो। घर वरिपरि तातेर आगो जस्तै भएको थियो। हावाको भने नामो निशाना थिएन। केही दिन अघिसम्म रङ्ग र सुगन्धले भरिएका फुलहरू आज घामको रापले गर्दा ओइलाएर फक्रनै नसक्ने अवस्थामा पुगेका थिए। कतिपय फुलहरूले त बाँच्ने आशा समेत छोडिसकेका थिए। भुइँमा लडिरहेका थिए, मानव जीवनको अन्तिम सम्बन्ध पनि टुटिसकेको जस्तो। तर सबै फुलहरू भने हारेका थिएनन्। छाया परेका र केही ओसिला ठाउँका फुलहरू भने अझै सास फेर्दै थियो। तिनीहरूको पातमा टाँसिएको सानो ओसको थोपा घामको किरणमा चम्किरहेको थियो। त्यो थोपा सानो थियो, तर त्यसमा ठुलो आशा लुकेको थियो। सायद भोलि पानी पर्ला, सायद फेरि हावा चल्ला, फेरि जीवन फर्किएला। हरिया रुखका हाँगाहरूमा बसेका चराहरू पनि अस्वाभाविक रूपमा शान्त थिए। सामान्य दिनमा चिरबिर गरिरहने ती चराहरू आज हाँगामा हलचल नगरी गर्मी छलिरहेका थिए। हावा चल्ने कुनै सङ्केत थिएन। रुखका पातहरू स्थिर थिए, फुलहरू निशब्द थिए, चराहरू मौन थिए। प्रकृतिको त्यो मौनताभित्र कतै एउटा अनौठो पीडा लुकेको थियो। तर त्यो पीडा फुलहरूमा, चराहरूमा र हावाहरूमा लुकेको थिएन। त्यो पीडा मेरो मनभित्र लुकेको थियो। मनभित्र पीडाहरू मात्र होइन, नाना थरीको भावनाहरू सलबलाइरहेका थिए। जीवनको सुरुवातको दिनहरू, बाल्यकालको सम्झनाहरू, केही थन्किएका रहरहरू, थपिँदै गएका जिम्मेवारीहरू र व्यक्त गर्न नसकेका केही कुराहरू। यस्तै केही कथा र व्यथाहरू मनभित्रको रङ्गमञ्चमा नाचगान गरिरहेको थियो। तर बाहिर भने उस्तै घाम चर्किरहेको थियो, हावा रोकिएको थियो, चराहरू मौन थिए अनि फुलहरू निशब्द। विदेश आएको पनि 3 वर्ष भइसकेछ। समय कति छिटो बित्दो रहेछ। हिजो जस्तै लाग्छ पहिलो पटक यो परदेशी भूमिमा पाइला टेकेको। तर आज फर्केर हेर्दा 3 वर्षको लामो यात्रा त पछाडि छुटिसकेको पो रहेछ। यस यात्राको दौरान मैले धेरै कुरा देखेँ, धेरै कुरा सिकेँ, केही पाएँ पनि, केही गुमाएँ पनि। तर सबैभन्दा ठुलो कुरा, मैले आफूलाई नै धेरै पटक नयाँ तरिकाले चिन्नु पर्यो। बाहिर गर्मी थियो, तर मेरो मनभित्र भने बाक्लो कुहिरो जमेको थियो। त्यो कुहिरो मौसमको थिएन, त्यो सम्झनाहरूको थियो, अधुरा सपनाहरूको थियो, केही बाँकी रहरहरू अनि परिस्थितिको कुहिरो थियो। अलिकति बल गरेर लामो सास फेरे। मनभित्रको बाक्लो कुहिरो पन्छाउनलाई केही आशाको त्यान्द्रोहरू जम्मा पारे अनि केही विचारका लाइटरहरूले आशाको त्यान्द्रोहरूलाई जलाएर न्यानो पारिदिए। रहरहरूको बाक्लो कुहिरो अलि फाटे जस्तो भयो। मैले आफ्नो जीवनलाई धेरै पटक पछाडि फर्केर हेरेको थिएँ, अनुभव गरेको थिएँ, तर आफ्नो कल्पनालाई कहिल्यै शब्दहरूमा उतारेको थिएन। बाल्यकालका ती दिनहरू, विद्यालयका सम्झनाहरू, गाउँघर साथीभाइसँग बिताएका पलहरू, परिवारको माया, जीवनको उतार चढाव, वैवाहिक जीवन अनि विदेश आउने निर्णयसम्मको त्यो लामो यात्रा। यी सबै कुराहरू कतै न कतै मनभित्र सुरक्षित थिए। सायद ती सम्झनाहरूलाई अब शब्द दिनुपर्छ। ठुलो लेखक बन्ने चाहना भने होइन, यो आफ्नै मनको बाक्लो कुहिरो हटाउने घामको न्यानो किरण हो। मन बुझाउने प्रयास हो। मनभित्र थुप्रिएका कुराहरूलाई कागजमा पोख्ने एउटा बहाना हो। यो निर्णयले मेरो मनमा डेरा जमाइदियो। कपी खोलेर थुचुक्क बसेँ। केही बेरसम्म कलम चल्न सकेन। धेरै बेर पछि पहिलो शब्द लेखेँ, अधुरो यात्रा। त्यो शब्दसँगै मेरो विगतका धेरै ढोकाहरू खुल्न थाले। घाम मधुरिएको थियो। मौन बसेका चराहरू वरिपरि पलक पुलुक हेर्न थालिसकेका थिए। हावा चल्ने सङ्केत भने थिएन। फुलहरू निशब्द नै थिए। तर मेरो मनको घरभित्र बाल्यकालको ढोका खुलिसकेको थियो। बाल्यकालको ढोकाबाट भित्र पस्ने बित्तिकै मैले आफ्नो बाल्यकाल मात्र भेटिनँ। मैले आफ्नो पहिलो आँसुहरू भेटेँ, आफ्ना गल्तीहरू भेटेँ, गाउँघर, आमा बुबा, दाजुभाइ, दिदीबहिनी सबै भेटेँ। सबैभन्दा ठुलो कुरा के भेटेँ भने मैले सानो बेलाको म आफैलाई भेटेँ। बाबाको मायाको काख, आमाको ममताको अँगालो अनि दाइ र दिदीको माया खोज्दै मैले 2051 साल 10 महिना 6 गते आफ्नो जीवनको पहिलो पाना पल्टाएँ। सायद त्यो दिन मलाई केही थाहा थिएन, न समयको अर्थ थाहा थियो, न संसारको विशालता थाहा थियो, तर सामान्य परिवारको असामान्य माया गजबको थियो, त्यो भने मलाई थाहा थियो।